साथीहरू जिन्दगीमा के देख्नुपर्छ के नसोचेकै कुरा देख्नुपर्ने रहेछ आज मैले देखेको के बाइ द वे साथीहरू हजुरलाई फेरि पनि स्वागत छ मेरो अनदर भिडियोमा। सो साथीहरू आज चाहिँ म 4 वर्षपछि भिनाजु र दिदीको घर आएको आई मिन दिदी भिनाजुको घर आएको। उहाँहरूले बिहे गरेदेखि म चाहिँ उहाँहरूको घर आएको थिएँ होइन साथीहरू। यो चाहिँ मेरो फर्स्ट टाइम हो अनि म फर्स्ट टाइम आएँ भनेर यो चाहिँ हाम्रो सेलिब्रेसन पार्टी हो क्या साथीहरू। अनि यो चाहिँ चटपटे सरियार पानीपुरी चाहिँ मेरो भिनाजुले बनाउनु भएको अनि हामी दुईजनाले इन्जोय गरेर खाइरहेको छ क्या। 3 जनाले खाइरहेको छ बट हामी दुईजनाको कुनै पनि मेहनत छैन। यो सब मेहनत मेरो प्यारे 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 भिनाजुको हो। सो साथीहरू एकदमै मिठो एन्ड डिलिसियस पानीपुरी बनाउनु भएको रहेछ अनि त्यही भएर चाहिँ मेरो दिजुले जहिले पनि खाना मात्र पकाउनु लगाउनु भिनाजुले भन्न चाहन्छु यो भिडियो मार्फत। आई नो मेरो भिनाजु दिदीहरूले मेरो भिडियो हेर्नुहुन्न तर पनि म भन्न चाहन्छु के साथीहरू। अनि साथीहरू आज मैले के देख्यो कि ओ माई गस त्यही भएर साथीहरू लभ गरेर बिहे गर्नुपर्छ यति धेरै माया ओ गड। उनीहरूको यस्तो मायाको चर्टिकाला म उताबाट हेरिरहेको थिएँ के साथीहरू। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो बाई।